ल फाइनली गाइजहरु हामी चाहिँ डिम्याक्स पनि आइपुगिसकेको छौं अनि यता चाहिँ एन्जिला चलिरहेको छ है यहाँनेरि पिताम्बर रे ऊपर चाहिँ बसन्त भनेर लेखिरहेको छ है बसन्त फिल्म बसन्त अरे अब के रहेछ हामी चाहिँ टिकट नकाटिकन आएको यो पटक चाहिँ सधैँ चाहिँ टिकट काटेर आउँथ्यौं योपालि चाहिँ टिकट नकाटी आयौं है कुन फिल्म चाहिँ चलिरहेछ अब हेरौँ है त यता रहेछ फिल्म भन्ने चिज नानी भान्जी सुते हो कुन कहाँको काट्नु भयो त्यही त कहाँको काट्नु भयो यो किन दिएको दिनु न तिनीहरू 900 रुपैयाँ 114 भनेको को यो कता लास्टको कि सुरु हजुर ए सुरु माथिबाट हेर्दा चाहिँ राम्रो हुन्छ हौ टपबाट क्या है कुन भित्र हो कोनी बेबी सुत्यो है हामीले चाहिँ टिकट पनि पायौं अब कता माथि नै जानु कि कति छ हौ टाइम फिल्म हेर्नेको त्यहीबाट आएको स्यास्या भयो केही पनि अहिले त नचलेको हुँदो रहेछ डिजिटलहरू पनि सबै अफ छ है यहाँनिर गाइजहरू डिम्याक्सको मजाले फोटो बनाएर राखेको रहेछ दमक यो चाहिँ लिफ्ट देख्न सक्नुहुन्छ तल सबैजना बसिराख्नु भएको छ हामी चाहिँ भइसकेका छौँ है यता माथि बस्ने भनेर यस्तै छ है हजुर 11:30 वालाको टोलीहरू है हामी चाहिँ सबैजना लेडिज हिमसु सुतिहाल्यो हाम्रो त भित्र चाहिँ सुतेदेखि राम्रो हुने थियो राम्रो हेर्न दिँदैनन् होला भान्जाश्रीले हामी चाहिँ यता छिरिसकेको छौँ को टिकटक बनाउने कि यता खाली रहेछ कस्तो आयो फोटो खिच्दिनु कि भिडियो मुभी एन्जिला मुभीलाई चाहिँ यस्तो गरेर है बेलुनबाट चाहिँ सजाएको रहेछ यहाँनिर लाइट अझै बढी मागिरहेछ माग्न चाहिँ है बाजेहरू नै आउनु पऱ्यो है एन्जिलाको फ्यानहरू होइन एन्जिलाको फ्यानहरू बाजेहरू पनि कता यो उता देखेको जस्तो लाग्छ मलाई यो दिदी उभिएको दिदी त होइन र त्यो दिदी त उर्लाबारीतिरको जस्तो लाग्छ कहाँ अब देखेको
एन्जिलाको फ्यानहरू है हामी सबैजना जन्नै गयो भान्जाश्रीको लागि यो पपकर्न अन्य पपकर्न लिएका छौँ रे के अरे बाजेहरूको युट्युबमा ल्याइदिनु पर्यो भनेर नि फोटोमा त यहाँ आइरहेछ नि बन्द गरेर तिमी हाउसफुल होला जस्तो छ अलिअलि गर्दै भन्छ नानी कि क्याप्टेन एन्जेला जसले सानो उमेरमै सफलताको छलाङ मारिरहेकी छिन्। भनिन्छ सफलताको बाटोमा हिँड्दा मान्छे धेरै पटक तोडिन्छ। एन्जेला पनि पटक पटक तोडिन्। कहिले पारिवारिक वितण्डाले तोडिन्, कहिले गरिबीले, कहिले नाता सम्बन्धले त कहिले समाजको सोचले। बारम्बार तोडिँदै फेरि जोडिँदै आज त्यो एन्जेला बनिन् जो हामीले देखिरहेका छौँ। स्वाधीनता बचाउन अटल पहाड झैँ गोल पोस्टमा उभिएकी एन्जेला। कहिले बिजुली जस्तो, कहिले तुफान जस्तो, त कहिले खाइते बाघ जस्तो। यो हो हामीले देखिरहेको एन्जेला। तर यो हामीले नदेखेको नहेरेको एउटा फुटबलरको कथा हो। एउटा अबोध केटीको एन्जेला बन्ने सपनाको कथा। कस्तो थियो त उनी हिँडेको बाटो, कस्तो थियो उनको सङ्घर्षको बाटो। आउनुहोस् एउटा प्रेरणादायी जीवनको साक्षी बनाऊ। धेरै गर्नु छ छोरी, हार्न फर्किनु गएको होइन। त फर्किन्छस् तर जितेर मात्र फर्किन्छस्। यो छोरी मान्छेले यसले गर्न सक्दैन भन्थ्यो नि, तिनीहरूको मुख बन्द गर्नुपर्छ। त जुन दिन यो दुनियाँले तेरो गुणगान गाउन थाल्छ त्यो दिन तेरो आमाभन्दा खुसी अरू कोही पनि हुन सक्दैन। जुन दिन यो दुनियाँले तेरो गुणगान गाउन थाल्छ त्यो दिन तेरो आमाभन्दा खुसी अरू कोही पनि हुन सक्दैन। एन्जेला बहिनीले गर्नुभएको सङ्घर्ष होइन, अनि मेहनत, यति धेरै धैर्यता, लगनशीलता होइन भएर चाहिँ अहिले एउटा सफल नारी हुनुभयो नि त। अनि हाम्रो देशलाई चिनाउन सफल हुनुभएको छ। अनि उहाँले पाउनुभएको सम्मानहरू अनि सबै चौतर्फी होइन उहाँको व्यापक प्रशंसाहरू देख्दा चाहिँ एकदम खुसी लाग्यो। अनि लास्ट टाइममा पनि तिनीहरू नै यिनीहरू देखाएको छ है। तपाईँहरू पनि एन्जेला बहिनीको चाहिँ यो बायोग्राफी होइन फिल्म चाहिँ हेर्न जानु होला। यो एकदम रियल स्टोरीमा बनिएको छ। अब अहिले आएर चाहिँ एन्जेला बहिनी होइन एउटा सिङ्गो राष्ट्रको छोरी बनिसक्नु भएको छ। एउटा लिम्बू जातिको प्रतिनिधित्व मात्र नगरेर देशको प्रतिनिधित्व नै गरिराख्नु भएछ। अनि अझै राम्रो राम्रो प्रगतिहरू गर्दै जानु बहिनी होइन। तपाईँको स्टोरी देखेर यो होइन अरूले पनि प्रेरणा लिन सकुन्, अरूले पनि यसरी नै अरू नारीहरू पनि यसरी नै अगाडि बढ्न सकुन् भन्न चाहन्छु। अनि फिल्म चाहिँ एकदम मार्मिक अनि एकदम आउटस्ट्यान्डिङ थियो। अब आउँदा दिनहरूमा बहिनीलाई पनि सफलताको अझै सफलताको शुभकामना र फिल्म चाहिँ अहिलेलाई सकेको छ। बाई बाई। राता किन हुन्छ हजुर, राता किन
इम्सुची दुईचोटि सुत्नु भयो कि एकचोटि हो एकचोटि दुईचोटि धन्न बाहिर निस्किम्ची भनेन होइन एकचोटि त भन्दै थिएँ ल गाइजहरू हामी फिल्म हेरेर सक्यो है आजलाई चाहिँ फ्रेन्च फ्राई पिनट साँधेको एक्सट्रिम अनि झोल मोमो बक्सीको चाउमिन के हो भन्नु ल हामीले चाहिँ अर्डर पनि दिइसक्यौँ सेकेन्ड टाइम आज चाहिँ हामी बुहारी त्यहाँदेखि यहाँ दिदी भान्जा अनि त्यहाँदेखि यहाँनिर म ढलिरहेको छु यति छौँ है आज चाहिँ एक्सट्रिम पनि आइसक्यो इम्सु चाहिँ माम खाँदैछन् आफ्नै इम्सु फिल्म हेर्दा कसो गर्यो बुगल्यो पछाडि अब कहाँ जाने हो भाउजू खोइ भाउजू देखाउनु त चिकन माने हो झोल मोमो भेजमा त खाँदैन कोपी गनाउँछ प्याज पनि केमा पाउँछ अनि चिकन र झोल चिकन र उमा ए चिकनमा नि भेज त खान सकिँदैन होला हौ त्यही पनि अहिले 8 रुपैयाँ केजीको कोपी सकिँदैन ल यहाँको पिनुट चाहिँ एकदम मिठो लागेर हामी चाहिँ फेरि पिनुट खान भनेर आएको पिनुट चाहिँ 2 ठाउँ के नानी यो जुन छ रे तातो आमै ल ल माइजूले कुट्नु सुकु त्यो तान्छ अलिकति घटाउनुहुन्छ कि यति नै लाग्यो पानी त्यति नै लाग्यो के यो लु ल हिजो त्यो अथा छ यहाँ छाड्नु त यहाँ छुनु त यहाँ अथा यहाँनिर यसको ल मेरो चाहिँ यस्तो गर्मीमा पनि मैले चाहिँ तातो पानी हाल्नुपर्ने हुन्छ हरियो सागको चाहिँ अहिले सेरा अस्ति हरियो थियो आज राम्रो कलरको छ खै म त खाएको दिनबाट बुहारी र म यो खाउँ न यहाँ खाऊ न यहाँ दुईतिर यता पनि दुईतिर खानु नभए ल सुरु गरौँ है सुरु यो थोपा चियर्स हालौँ न एकचोटि 3 जनाको हालौँ त मैले चियर हो माइजहरू त यसो पो गर्छ है इम्चु के खाने हो फ्रेन्च फ्राई इम्सुलाई फ्रेन्च फ्राई आयो है यो त लुज नगनाउने नि साग हरियो बनाउँछ हैन लु खाउँ है इम्सु खाउँ है तातो छैन यहाँ 80-85 पुग्यो 1000 होइन हौ डलर अनि नेपालको कति हजार $100 के 10-14 हजार हुन्छ होला कान्छेको सालनीलाई $100 दिन्छ $10 दिएर $10 to $20 कसले कान्छे दिदीले अरे $20 दिएको अरे हङकङको भन्दा चाहिँ चाहना कति नेपालको के जान्नु 20 गुना 18 गर्नु न कति हुन्छ मलाई साइदीले $100 दिएको छ उहाँको साट्नु भने कति हुन्छ अहिले थुप्रो हुन्छ नि फिङमानको पैसा ठुलै रहेछ $100 दिएको छ त्यतिकै राखेको छु राख है भनेर दिएको नि अब राखे त बस्दैन हामीमा त टन्नै छ हौ होला नि अनि निको बाजुले साउदीदेखि ल्याएको पैसा खै कति छ साट्नु भने त निकै आउँछ भन्ने मेरो पनि $100 को निकै आउँछ नि फिनल्यान्डको पैसा धेरै रहेछ के ठुलै रहेछ नि हेलो बाजे कुन गाउँ बस्नु भयो साउदी
इरा अहिले खानु न मलाई एक्लै डिङ डिङ पो भयो जस्तो भयो 3 महिनाको एक्लै पो खाइसकेँ त मैले त पिनु त एक कप सिँगै एक कप सिँगै खाइसकेँ मैले नै आउँथ्यो तर महिनै पछि आउँथ्यो पैसा उनीहरूलाई पनि दिँदैन रहेछ नि त के खाएको टिसु छैन मैले यता राखेको छु त्यतिखेर तपाईँ पाहाडमै हुनुहुन्थ्यो अन्त पैसा बचाएर त्यही बचाएर त घर किनेको अन्त केही अब पाहाडमा त खानु मन लागेको चिज त्यतिखेर झन् पाउँदैन थियो होला नि होइन जमाउने कमाउने भनेको छोराछोरी नहुन्जेल मात्रै हो त्यतिखेरै त अनि जमाएर घर किनेको नत्र भए त अब छोराछोरी जन्माएर पढाउँदै रहेको हुन्छ बोर्डिङमा अनि अहिले कमाइ हुँदैन भन्दा हुन्छ केटाकेटी पढाउनु त्यसको डबल तिर्बल हुन्छ नि र पनि हेर्नु त अनि ठिक्क हुन्छ अब त्यति बेलाको जमानामा त्यति जग्गा आयो अहिले आउँदैन फेरि पाहाडदेखि आइकन जोडेको भनेको त्यही यतापट्टिको नौदो जोडेको कुरो त्यस्तो छ कति वर्ष हुन्छ सेज मेरो बुढेसकालमा साथी हुन्छ कि हुँदैन भन्छ अब हङकङ जान्छ हुन्छ नि किन हुँदैन हुन्छ अनि चक्लेट खानु हामी यता दमकमा छौँ अब के अरे चक्लेट खानु बोलाएकै छैन अनि तपाईँ बोलाउनै भएको छैन अनि के गर्नु भनेर नि सिकुटी चाउमिन पनि आइपुग्यो मोमो अलिक खानु नि बुहारी हालेर भयो ताकि यो चाउमिन यस्तो छ ल यसले जे खानु चर खान्छ अरे चर ल हामी चाहिँ फेरि यता सिकुटी चाउमिन मेरो मोमो चिकन मोमो झोल अब हामी चाहिँ यहाँनिर मुखबाङ गर्दैछौँ है त सबैजनालाई गर्ने गरी फेरि क्यामेराले नहुने रहेछ मोमो खाएको झोल मोमो है गाइजहरू झोल मोमो यहाँनिर पाल पनि 12 सक्न पो आदिन त नि सक्नु आँट्यो के गर्छिन् मिठै छ जस्तो छ हौ मोमो त 12 सकेर 12 कि 11 सजिलो भन्नु 12 साह्रो नि के गरेछ यिनको त्यो एकैचोटि मार्क्स बटुल्नुपर्छ भन्दै 11 त अब जोडिँदै अनि फेल भयो भने पनि परीक्षा दिँदै 12 चढाइदिन्छ भन्दै ठिक छ भन्छ यो बच्चाले यस्तो गर्नु हुँदैन हौ मेरो उ गरिदिन्छ होला हौ त्यो भिडियो ब्यान गरिदिन्छ अनि बेबोको त जे पो गर्छ त अनि बेबोको त फोन पनि चोरिदिन्छ कति साह्रो हेपेको क्या त मोमो पनि मिठो पाउँछ जस्तो पाउँछ चाउमिन कस्तो छ ठिकै छ तर अलिक कस्तो नि भने जस्तो छैन होला होइन त्यहाँदेखि सिकुटीसँगै पकाएको चाहिँ होइन रहेछ कि त्यसलाई आइदिएको रहेछ एकैसँग पकाएको अलिक टेस्टी हुन्थ्यो तर कि चाहको पो के लगाइदिन्छ त सिँढीहरू होइन यसको रस अघि नै उ गरेर हालेर खाँदा मिठो हुन्छ होला चाउमिन लु गाइजहरू सुप पनि मिठो त मिठो हो तर सुप चाहिँ खानु सकिएन अलिक चर्को रहेछ चाहिँ फिर्ता है अनि यहाँ देख्न सक्नुहुन्छ मुस्ताङे आलु पनि आइसकेको छ मुस्ताङे आज किन सबै अलिक डढाको जस्तो छ हौ सुनिल कागती छैन सुनिल यसको पनि कलर आज अलिक अर्कै आएको छ नि अस्तिको अर्कै थियो कुक छैन होला क्या सुनिल भाइ ल
तपाईँहरूको चाउमिन खाएको मुकबाङको खिचिदिन्छ अलिकति त्यति यम्मी छ जस्तो लागेन मलाई कति छ खै ल्याइदिनु नि यहाँ अलि रुचेन हो मुस्ताङे आलु हेर्नुहोस् है साथीहरू अस्ति आज चाहिँ निकै म चाहिँ यो लसुन पो मन पराउँछु हो लसुन चाहिँ खाइ हेरौँ है लसुन है यहाँदेखि गेटदेखि बाहिर पनि निस्क्यौँ है अब खाइयो पियो घर फर्क्यो फुलहरू चाहिँ दामी लाग्यो गेटको एकदम सुनसान छ है ल बाई आजलाई चाहिँ यति नै बाई बाई In the still of the night, I think of you. My heart beats with every thought